आज म तपाईहरुलाई लग्नेश चतुर्थ स्थानमा हुँदाखेरि के कस्तो खालको फल दिन्छ भन्ने विषयमा जानकारी दिन गइरहेको छु। लग्नेश चतुर्थ स्थानमा हुँदाखेरि सामान्यतया यस्तो व्यक्ति घर, गाडी, जमिन, बंगला यस्तो खालको सुख सुविधाको विषयलाई लिएर एकदम धेरै चिन्तित हुन्छ। चिन्तित मतलब एकदम धेरै चिन्ता गर्ने, यस्तो कुराहरु मेरो जिन्दगीमा आए हुन्थ्यो, यस्तो कुराको उपभोग गर्न पाए हुन्थ्यो, यो खालको चीजहरु मेरो लाइफमा चाहिँ एकदम धेरै मैले प्राप्त गर्न सके हुन्थ्यो भन्ने खालको तरिकाले यो मान्छेले धेरै चिन्तन गर्ने, धेरै सोच्ने त्यो खालको हुन्छ। र साथसाथै लग्नेश यदि चौथो स्थानमा छ भनेदेखि यस्तो मान्छेलाई चाहिँ बाल्यकालको चाहिँ स्मृति एकदम धेरै हुन्छ, जसको कारणले गर्दाखेरि यो मान्छे अझै पनि बच्चा नै छु भने जस्तो तरिकाले एकदम बच्चा जस्तो व्यवहार गर्छन्। कोही कोही व्यक्तिहरू देखिन्छन्, मतलब उमेरले चाहिँ ठुलो भइसकेका हुन्छन् तर उनीहरूको व्यवहारले चाहिँ यिनीहरू बच्चै छन् भने जस्तो खालको जुन देखिन्छ त्यो चाहिँ लग्नेश चतुर्थ स्थानमा हुँदाखेरि हुन्छ। यस्तो मान्छे लग्नेश चतुर्थ स्थानमा हुँदाखेरि उनीहरूले आफ्नो घर बसिरहेको, जुन घरमा हुर्किएको, जुन घरमा बसेको, जुन ठाउँमा चाहिँ उनीहरूले आफ्नो व्यवहारहरू गरेको त्यस्तो खालको ठाउँहरू परिवर्तन गर्नु पर्यो भनेदेखि एकदम धेरै आत्तिने हुन्छन्। यिनीहरू नयाँ ठाउँमा गएर एक्जिस्ट गर्नको लागि या चाहिँ नयाँ ठाउँमा गएर एडजस्ट गर्नको लागि उनीहरूलाई एकदम धेरै प्रब्लम, यिनीहरूले एकदम धेरै समस्या फिल गर्छन्। थोरै थोरै असुविधाहरूमा पनि एकदम धेरै आत्तिने खालको स्वभाव यस्तो खालको जातकमा हुन्छ। र लग्नेश चतुर्थ स्थानमा हुँदाखेरि यस्तो व्यक्तिले चाहिँ मनमा केही पनि कुराहरू नराखिकन सबै कुराहरू भनिदिने हुन्छन् है, जसको कारणले गर्दाखेरि चाहिँ यस्तो अरूले चाहिँ यो व्यक्तिको चाहिँ एउटा कमजोरीको फाइदा उठाएर यो व्यक्तिलाई ब्ल्याकमेल गर्ने अथवा चाहिँ यो व्यक्तिलाई चाहिँ पछाडिबाट चाहिँ एकदमै उनीहरूलाई नराम्रो गर्न खोज्ने खालको हुन्छ है। अरूबाट त्यस्तो खालको समस्या यिनीहरूले भोग्नुपर्छ। त्यो भएको कारणले गर्दा लग्नेश चतुर्थ स्थानमा छ भने सकेसम्म आफ्नो फिलिङ्सहरू होस् या आफ्नो कुनै पनि चिजबिजहरू होस् सबै कुराहरू चाहिँ खुलेर कसैलाई पनि सेयर नगर्नु। र यस्तो व्यक्तिहरू यदि केही गरी नयाँ ठाउँमा सरेर गएछन् भने पनि या विदेश गएछन् भने पनि आफ्नो रुममा जस्तो खालको तरिकाले यिनीहरूले आफ्नो घरहरू सजाउने ओर्ने गर्थे पहिले, त्यो नयाँ ठाउँमा पनि त्यसै गरी नै त्यो घरहरू सजाउने ओर्ने खालको व्यवहारहरू यिनीहरूले गर्छन्। यिनीहरू नयाँ ठाउँमा गएर एक्जिस्ट गर्नलाई, नयाँ ठाउँमा गएर व्यवहार गर्नलाई यिनीहरूलाई धेरै गाह्रो हुन्छ। लग्नेश चतुर्थमा हुँदाखेरि विदेश जानको लागि एकदम गाह्रो हुन्छ है। विदेश जान गाह्रो यो कारणले गर्दा हुने होइन कि यो मान्छे विदेशै जाँदैन भनेर होइन, यो मान्छेलाई नयाँ ठाउँमा गएर त्यो ठाउँमा एडजस्ट गर्नको लागि चाहिँ एकदम धेरै गाह्रो हुने, आत्तिने, थोरै असुविधामा पनि एकदम धेरै डराउने यस्तो खालको चाहिँ व्यवहारहरू अथवा यस्तो खालको स्वभावहरू यो व्यक्तिमा देखिने गर्छ। त्यो भएको कारणले गर्दाखेरि यस्तो व्यक्तिलाई चाहिँ केही गरी एकदमै प्राचीन मन्दिरहरू, पुरातात्विकसँग जोडिएको जुन ग्रन्थ पुराण आदिसँग जोडिएको या चाहिँ त्यो समाजमा प्राचीन कालदेखि पूजा गर्दै आएको कुनै देवताहरू त्यस्तो खालको मन्दिरहरूमा जाँदाखेरि यिनीहरूलाई एकदम धेरै सकारात्मक ऊर्जाहरू मिल्ने, सकारात्मक सोचहरू आउने, एकदम पोजिटिभ भाइबहरू आउने त्यो खालको चाहिँ यिनीहरूले अनुभव गर्छन्। जसको कारणले गर्दा यिनीहरूलाई त्यस्तो खालको ठाउँमा गएर पौराणिक मन्दिरहरूमा गएर या चाहिँ प्राचीन त्यो समाजको या त्यो ठाउँको प्राचीन कुनै पनि ठाउँको प्राचीन मन्दिरहरूमा गएर यिनीहरूले चाहिँ प्रार्थनाहरू गर्ने, त्यहाँ केही समय बस्ने, पूजाहरू गर्ने, भगवानलाई प्रणाम आदि गर्ने गरे भनेदेखि यिनीहरूलाई मानसिक रूपले चाहिँ शान्ति मिल्छ। यिनीहरूको चाहिँ अन्य स्थितिमा पनि केही न केही सुधारहरू आउँछ। चतुर्थ भावसँग सम्बन्धित चिजबिजहरूले यिनीहरूलाई राम्रो गर्छ।